2082 को चाहिँ यो मेरो सेकेन्ड ट्रिप थियो बन्दीपुर गएको। यसपालि चाहिँ मेरो साथीहरूसँग उनीहरू काठमाडौँदेखि आएको थियो, अङ्कु कौ र चाँदनी। अनि दुईजना चाहिँ बाबु र नानी लिएर आएको थियो, चाँदनी र मैले चाहिँ घरमै छोडेर आएको थियौँ। 2 बजेको कारण चाहिँ सबै स्टाफहरूको चाहिँ लन्च ब्रेक रहेछ। लन्च ब्रेक भएकाले चाहिँ हामी बाहिरै खेल्न थाल्यौँ, जिप लाइनहरू यताउति घुम्न थाल्यौँ। बच्चाहरूलाई पनि त्यहाँ बच्चाहरूको चिल्ड्रेन पार्क रहेछ, त्यहाँ टिकट काटेर खेलाउनु पर्ने, खेलायो र पालो पालो जिप लाइन खेल्दै बस्यो। अनि यसरी नै हाम्रो टाइम स्पेन्ड गऱ्यो 1-2 घन्टा जति त। त्यसपछि चाहिँ यताउति घुमघाम गरेर अनि 500 टिकट काटेर हामी केबल कार चढ्यौँ। केबल कार चढेपछि साथीले उसको मात्र भिडियो खिच्दै है भन्दैछ उहाँ फोटोहरू। अनि त्यसपछि बन्दीपुर बजार आयो, हामी फोटोज भिडियोजहरू टिकटकहरू बनाउन लाग्यौँ। अनि त्यसपछि मेरो साथीहरू पनि फोटोग्राफर मोडल कोही चाहिँ रेस्ट गर्दैछ। अनि साथी बच्चाहरू आफ्नै दुनियाँ छ, भोक लाग्यो खाजा खान थाल्यौँ, कफी खाजा। अनि एकछिनको रेस्ट गरेपछि फर्किन थाल्यौँ। अब चाहिँ फर्किनुपर्छ, थाक्यो अरे। साथीको छोराले चाहिँ त्यति उठेर खाँदैछ। अब चाहिँ हामी फर्किनु भनेर लगभग सनसेट हुन लागेको थियो। साथीहरू सनसेट नहेर्ने थाकेछ भन्यो, त्यही भएर हाम्रो गीत सुन्नु होला। 1 2 3 गो। बन्दीपुर जाउला सँगै बसौला क्यामारले सेती हानौला टेबल कार पनि चढाउला। त्यसपछि हामी केबल कारबाट झरेपछि ट्याक्सी बुक गरेको थियौँ। ट्याक्सी आउन्जेलसम्म हामी भिडियोहरू टिकटकहरू डान्स गर्न थाल्यो एकछिन। त्यसपछि ट्याक्सी आयो। ट्याक्सी आएपछि चाहिँ हामी जाँदा जाँदै रात पऱ्यो। हामी सबजना थाकेका थियौँ, हिँड्नै सक्दैन थियो। अनि लगभग अब 10 किलो आइपुग्यो। 10 किलो चाहिँ हाम्रो घर छ। अनि 10 किलो आएपछि चाहिँ हामी सबैजनाले वा कति राम्रो रे, ल घर आयो अब रेस्ट गर्ने भनेर सबजना खुसी भएछ। ल फाइनली हाम्रो घर आयो। वेलकम गाइज, थ्याङ्क यू सो मच।